तपाईँ रुनु भएको? खुब होइन भन्नुहुन्छ। नरुनु भएको भएदेखि मलाई देखेर किन छिटो छिटो आँसु बस्नु भएको त? आँखामा के पस्यो अनि कस्तो बिजाएर आँसु आएको? आँसु आँखा बिजाएर होइन, मन बिजाएर झर्छ। पक्कै पनि तपाईँको मन केही गहिरो कुराले बिजाएको हुनुपर्छ, त्यही भएर त तपाईँको आँखाबाट आँसु झरेको। तपाईँको मनमा पनि केही गहिरो चोट छ हो? तपाईँको मन पनि कसैले बेसरी दुखाएको छ हो? छोड्देऊ, म अब बितेको कुरा सम्झिन चाहन्न। सक्नुहुन्छ? बितेको कुरा त झन् मनमा काँडाको खिल गडे जसरी बेसरी गडेर बस्या हुन्छ। जति निकाल्न खोज्यो उति दुखाउँछ। जति सम्झिन्न भन्यो त्यति धेरै याद आउँछ। तपाईँको मनमा बिजेको काँडाको खिल निकाल्ने उपाय छ नि मसँग। कसरी? तपाईँको मनको पीडा सबै मलाई भन्नु, खाली गरिदिनु तपाईँको मनबाट त्यो बोझ। एकदमै हल्का हुन्छ तपाईँलाई, मेरो ग्यारेन्टी बोला। अरूलाई हँसाउन खुब सिपालु छौ है तिमी। साँच्ची भनेको, झुटो बोलाएर रहेछु भनेदेखि गोबरमा चिकेर लडौँ ल। अब त भन्नु। लन्डनमा एउटा केटा थियो, मेरै क्लासमेट, जसलाई म आफूलाई भन्दा पनि धेरै माया गर्थेँ, आफूलाई भन्दा धेरै ट्रस्ट गर्थेँ। 5 वर्ष पुरानो रिलेसनसिप थियो हाम्रो कुरा हामी दुवैको फ्यामिलीलाई पनि थाहा भइसकेको थियो। दुवैको फ्यामिलीले एक्सेप्ट गरिसक्नु भएको थियो। यही 2025 को मेमा हाम्रो बिहे पनि फिक्स भइसकेको थियो। एक दिन म उसलाई सरप्राइज दिन भनेर उसको अपार्टमेन्टमा पुगेँ, तर त्यहाँ ऊ मेरै बेस्ट फ्रेन्डसँग एउटै ओछ्यानमा थियो। दे वर स्लिपिङ। मलाई मेरै बोयफ्रेन्ड र बेस्ट फ्रेन्डले धोका दिए, मेरो मायामाथि विश्वासघात गरे, चिट गरे म माथि। त्यो पीडा सहन नसकेर मैले सुसाइड एटेम्प पनि गरेँ। मतलब? आत्महत्या गर्ने कोसिस गरेको थिएँ मैले, तर भगवानलाई मेरो मृत्यु पनि स्वीकार रहेनछ, त्यही भएर म बाँचेँ। यो मायाले दिएको पीडा सहन त साह्रै गाह्रो हुँदो रहेछ रमेश। मुटु नै भत्भती पोल्दो रहेछ, सहनै नसक्ने गरी। त्यसपछि किन मलाई त्यो ठाउँमा बस्नै मन लागेन। मम्मीले पनि नेपाल जा, केही समय गएर मामा घरमा बस,